छिटो गरौँ न कति बेर लाग्यो ल खोइ त जान्छ तर फुल आएर त्यो फुल उठाउनु पर्छ हजुर भन् धने तैँले साँच्चीकै बिहान लाग्यो म्याक्री भाँडाकुटी खेलेको हो र ख्यालख्याल बिहे गर्नलाई बिहे गर्न लाग्दा तँलाई यति धेरै माया गर्ने मान्छे एक्लै हुन्छ भनेर अलिकति पनि सोचेनस् राम राम म्याक्री यो केटीहरूको दिमाग कुन चाहिँ दिशामा चल्छ तैँले आफै म तँसँग बिहे गर्न सक्दिनँ अर्कै केटीसँग बिहे गर भनेको होइन मैले त जिस्किएर पो भनेको त यार तैँले यसरी मलाई छोडेर बिहे गर्छस् भने मैले सोच्दा पनि सोचेन अब त सोचिस् नि मेरो यहाँ बिहे सिद्धिन आँटिसक्यो सिन्दुर हाल्न मात्रै बाँकी छ अब त्यसो नभन्न धने यार प्लिज म त बिना बाँच्न सक्दिनँ के पुरानो दिनहरू सम्झि त अझै केही पनि बिग्रेको छैन तैँले सिन्दुर त हालेको छैनस् नि होइन त्यो त छैन अनि 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 अब के गर्ने त डापकस भाग त्यहाँबाट अब हुँदैन 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 यस्तो अवस्थामा कसरी भाग्नु हौ यदि भागिनस् भने तैँले मेरो लास देख्छस् भाग्दैन भाग जताबाट आएको त्यस्तै भाग्छु फेरि यताबाट जानु खै त्यो धनी यसो त्यतातिर लागेको थियो आउँदैन त ए दले भाइ एउटै गएर यसो धनीलाई बोलाएर आउनु न के गर्दैछ त्यो यहाँ ढिला भइसक्यो ल म आइहालेँ है त बिर्लो दाइ एकैछिन है हजुर ए हजुर बाबुलाई कब्जे छ कि क्या हो निकै बेर पो लाग्यो त छैन हजुर छैन त्यो रोग माथि त कुनै पनि केही पनि छँदै छैन हजुर सँगै गर्नु पर्दैन रोगको त कुरै गर्नु पर्दैन बलियो छ हजुर बलियो मेरो छोरो मरो त यो मान्छेलाई भने उहाँ बिहे कतिखेर सकेर स्वागत मनाऊ भन्ने हतार हुन्छ मुन्ट्यो छैन कहीँ यो धने धने त यताउता कतै पनि छैन के भन्छ नि यिनी अनि कहाँ हो त त्यो हजुर बा होइन कहाँ मुन्टिसे गोरु त यहाँ सिन्दुर हाल्ने साइज जान लागिसक्यो म सिन्दुर हाल्न सक्दिनँ बा किन तेरो हात भाँच्यो हात होइन बा मन भाँच्यो मेरो मन म खुल्ला छाड्न सक्दिनँ बा उसलाई मारेर म कसरी अर्काउनु भन्नु त त्यहाँ मिलाएर आउनु है त मिलाएर आउनु अब खोइ कसरी मिलाएर आउनु भने होला तेरिका आउँछ हजुर छोरो आउँछ यसरी आवेशमा नआउनु हजुर आउँछ छिटो मिलाऊ कुरा अब कसरी छिटो मिलाउनु त म बुढाले बिहे गरौँ त गुड अब केही सिप लागेन भने टिभी आफै बुढाले नै बिहे गर ज्यामा लाउने धनीले बिहे क्यान्सल गर कि गरेन होला एज खैले यत्रो सङ्गत गरेको चिन्दिनँ त म त्यो धनीलाई कन्फर्म त्यसले बिहे क्यान्सल गरेर नि आउँदै होला अहिले त्यसले बिहे गर्दैमा मेरो बिग्रिन त केही थिएन कि तर घरबाट पैसा चोरी चोरी मलाई ल्याइदिने मेरो लागि रिचार्ज कार्ड किनिदिने सपिङ गराइदिने हरेक कुरामा खर्च गर्ने आम्दानीको स्रोतै ढल्ने भयो अनि यसो सोचे क्या है इन्कम गुमाउन हुँदैन खुइली इन्कम गुमाउन हुँदैन भन्ने सोचेर मायाको हल्का नाटक गरिदिएको केटो लाइनमा आइहाल्छ नि यार
डाइरेक्टै त्यो घरमा त जानु हुँदैन यार अघि त्यत्रो दुःख दिएर आएको छु मार्छन् ढाड कुस्काउँछन् दाइ सरी काका ऊ त्यो भणारीको घरमा आज बिहे थियो है खै केटो चाहिँ भाग्यो अरे त्यसपछि अर्कालाई दिए अरे त्यो केटी काहीँ टिक्ने केटी नै होइन पहिल्यै 3 ठाउँमा बिहा गरेर छोडेर आएर बसेकी हो गाउँकै बेइज्जत गरिरहेको थिए भागेर ठिकै गर्यो केटाले गाउँमा कसैलाई थाहा नदिकन सल्टाउन खोजेका थिए गाउँका 1-2 जना एफएमहरूले थाहा पाएछन् 1 कान 2 कान मैदान भइदिएछ धन्न बाँचिएछ यार म्याकुरी खुन चाहिँ बिचरा नराम्रोसँगले फस्यो यार गयो त्यसको जिन्दगी बा भागेर आज राम्रै गरिएछ नि नार मलाई त तेरो खप्परमा हानेर पुक्कै मार्नु मन थियो मलाई के गर्नु तर हान्ने तागतै छैन र पो त तैँले मलाई जिउँदै मारिस् जिउँदै के को जिउँदै मार्नु हो त्यो केटीको त बा पहिल्यै 3-3वटा बुढा रहेछन् छोडिसक्या गाउँका केटादेखि लिएर बुढासम्म सबै पछि लाग्दो रहेछन् त्यस्तो केटी हाम्रो घरमा भित्रेको भए बर्बादै हुँदैन थियो भन्नु त अर्कैलाई दिइसके रे कुन चाहिँ बिचरो नराम्रोसँग फस्ने भयो को थियो कुन्नी को थियो सुन्छस् सुनिदेऊ नि त थोत्रे मादल बजाउने बिचरा पीडित त्यो मान्छे मै हुँ तेरो बाउ कस्तो हावा कुरा गर्नुहुन्छ हौ होइन होला पत्याइनस् ओ यता आऊ त राम 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 मेकुरी त्यो होइन ठुलै दुर्घटना पो घटिसकेछ त यो सब कसरी भयो अब कसरी भन्नु नि त भागिस् त भागेपछि अर्को केटा खोज भनेर भने कोही केटा पाइएन लास्टमा कुरो यस्तो रहेछ मलाई भिडायो अनि बच्चा पनि छ त त नि कसरी त नि कहाँबाट आयो बच्चा अब कसरी भने अब श्रीमती पाए भनेर मक्ख नपर्नु तिम्रो छोराको लागि मात्रै यो कन्ने केटी हो तिमी जस्तो बुढालाई त यसको छोरा पनि छ स्वीकार्दैन छोरो छोरो भएको त के रे स्वीकार्दैन त्यसो भए गोली स्वीकार स्वीकार्छु हजुर स्वीकार्छु स्वीकारिसकेँ हजुर सम्झिँदाखेरि पनि काली लाग्छ बन्दुकको बलले सत्ता कब्जा गरे जसरी मेरो जिन्दगी कब्जा गरे यो चाहिँ अति नै भयो लु अति नै भयो राम 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 मेकुरी आफूले हेर्न गएको केटीलाई मैले आमा चाहिँ कसरी भन्ने लु यो सब सहेर म बस्न सक्दिनँ म हिँडेँ तनाव पनि ताल तालको आउँछ हेर मेकुरी कुन चाहिँ दशाले घेरेको छ मलाई यत्तिरी यसलाई लाए दशाले मलाई पनि त नराम्रोसित घेर्यो नि मेरो त सत्यानाशै भयो